नमस्कार दर्शकबिनहरू, यतिखेर म झापा गाउँपालिकाको र गौरगञ्ज गाउँपालिकाको बीच मध्य भागबाट बग्ने कन्काई माई खोला म तपाईहरुलाई देखाउन एकदम गइरहेको छु। यतिखेर म यो पोस्टल हाइवे जुन यसलाई हुलाकी राजमार्ग भन्छ, म यही हाइवे भएर तपाईको म एकदम हाम्रो कन्काई माईतिर म तपाईहरुलाई लिएर जाँदैछु। कन्काई माईको दृश्य के छ र कन्काई माईमा बनेको पुलको अवस्था अहिले के छ, भौतिक संरचनाहरू कति प्रतिशत बनेको छ त्यो पनि तपाईहरुलाई म देखाउन जाँदैछु र तपाईहरु मलाई फलो गर्दै गर्नु होला। म यहाँको अवस्थाको बारेमा पनि देखाउन जानेछु भने पनि यहाँ तपाईहरु हेर्न सक्नुहुनेछ। तपाईहरुलाई जुन कन्काई पुल तर्फ लिएर जाँदैछु। यो ठेटको यो पोस्टल हाइवे हो जुन हामी हुलाकी राजमार्ग भन्छौँ र म तपाईहरुलाई एकदम सरासरी लिएर जाँदैछु। तपाईहरु मलाई चाहिँ फलो गर्दै गर्नु होला। म यहाँको चारैतिर तपाई यो माई खोलाको लोकेसनहरु म देखाउने कोसिस गर्दैछु। तला छ टुका टु सला पुल कहाँ जानु पर्ने तपाईहरु? गौरीका पटो भन्नु भाइ सडक अन्तर्गतको चाहिँ यो चाहिँ पहिलो यो पिलरहरु देखाउँदैछ जो तपाईको पाइलसेट गाडेको छ। अहिलेसम्म चाहिँ यो बनेको छैन। जहाँसम्म बुझ्नुहुन्छ यो 56% कि भौतिक संरचनाहरू चाहिँ निर्माण भएको मैले चाहिँ बुझेको छु। बाँकी तपाईहरुलाई म यहाँ देखाउने कोसिस गर्ने नै छु। मौसम बिग्रिछ भनेर चाहिँ हामी आउन कोसिस गरे, पानी परेको हल्का लेभल चाहिँ बढेको छ। यो जनजीवन कष्टकर बनेको छैन, एकचोटि पल्टी खाएको छ हैन नदीमा। के पल्टिनु हो क्या? उतार्नु परेर लडेको छ एकचोटि। पानी जान्छ हाम्रो यहाँ। अब जो सुरक्षित भएर चाहिँ जति पनि मान्छे गइरहेछ म बताइरहेको छु, सुरक्षित भएर जाऊँ हैन। के छ हाम्रो माई खोलामा के त डुङ्गाको व्यवस्था छ नि? डुङ्गाको व्यवस्था छ। बाँकी रह्यो अब छिटोभन्दा छिटो यो पुलको पनि अब तयारीको अब यो कगारमा लाग्नुपर्छ हैन, यसको तयारीमा लाग्नुपर्छ। र न्यू अहिले अन्तरिम सरकारको यो सुशीला कार्कीलाई चाहिँ के भन्नुहुन्छ सरकार? अन्तरिम सरकारलाई म के भन्न चाहन्छु भने सुशीला कार्कीज्यूलाई अब जतिवटा ठेक्का छ तपाईँ रद्द गर्नुभयो, एकदमै राम्रो गर्नुभयो। अब आउने ठेक्काहरू रद्द नहोस्, एकदमै नियम हिसाबले, कानुन हिसाबले र चाहेको हिसाबले प्रगति हुनुपर्छ र यो पुल छिटोभन्दा छिटो तयार हुनुपर्छ। मान्छेको यहाँ जनजीवन अस्तव्यस्त भइसकेको छ। यो सानोतिनो नदी होइन, ठुलो नदी हो। त्यही भएर यसको चाहिँ यतातिर हल्का ध्यान दिएर नै काम गर्नु आवश्यक छ र जरुरी पनि छ। तपाईँको शुभ नाम चाहिँ? मेरो नाम मोहम्मद मुर्शिद अली, म झापा गाउँपालिका वडा नम्बर 4। हस् त, धन्यवाद।